मित्रहरू यो भिडियो एकदम ध्यान दिएर हेर्नु होला। एकदमै महत्त्वपूर्ण भिडियो छ। तपाईँहरूको लागि जानकारीको लागि मैले यो भिडियो एकदम खोजेर सेयर गरेको हुँ। यदि कसैको मुटुमा ब्लकेज छ, कोलेस्ट्रोल बढेर मुटुमा समस्या आएको छ, अलिकति उकालो चढ्दाखेरि पनि सास फुलेर उहाँहरूलाई दुःख दिइराखेको छ भने त्यसको लागि एकदमै सजिलो घरमै बसेर गर्न सकिने एउटा उपाय, एकदम पत्याउनै गाह्रो पर्ने एउटा यति सजिलो उपायको बारेमा बताउन गइरहेको छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोस् र समस्याको समाधान लिनुहोला। भिडियोलाई अन्त्यसम्म हेरेर लाइक, कमेन्ट, सेयर र हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सनु होला। पेजलाई लाइक गर्न पनि नबिर्सनु होला है त। मुटुको समस्या भयो, मलाई उकालो चढ्दा हिँड्दा सास बढ्यो भन्यो भने उसले उपचार गर्न कहीँ नगइकन पिपलको पहेँलो झरेको पातमा 2 चिम्टी जति काँचो चामल हालेर पान जस्तो चपाउँदै खाएर बिहान मर्निङ वाक गर्यो भने 31 देखि 40 दिनमा उसको हार्टको ब्लकेजहरू खोलेर गइसकेको हुन्छ। उपचार भयो हैन।